गीतको अडियो रिलिज कार्यक्रममा उपस्थित भएका छौँ यहाँ हामी सबैजना। यो गीत को बारेमा भन्नुपर्दाखेरि अब यो गीत चाहिँ विशेष गरिकन हाम्रो केवल लामा थिङ हुनुहुन्छ जो अहिले युएसएमा हुनुहुन्छ। अनि उहाँको पहलमा यो गीत तयार भएको हो र विशेष उहाँकै शब्द अनि सङ्गीत मा यो गीत तयार भएको छ। र यो गीतलाई स्वरबद्ध गर्ने एउटा मौका चाहिँ एकदमै हाम्रो चर्चित गायिका हाम्रो रैजना रिमालजी हुनुहुन्छ। उहाँ पनि अहिले जुममा जोडिसक्नु भएको छ। उहाँ अनि मैले गाउने सुअवसर पाएँ। र यो खासमा हाम्रो त्यस्तो धेरै लामो प्रोग्राम पनि नहोला। अब हामी यो प्रोग्राम सुरु त भइसकेको छ। अब यो गीतको बारेमा मैले छोटकरीमा केही भने र यो गीत को बारेमा अझ धेरै स्पष्ट रूपमा बोलिदिनु हुन चाहिँ म हाम्रो यसै गीतकार तथा सङ्गीतकार हाम्रो केवल लामाजीलाई म अनुरोध गर्छु। उहाँले केही यो गीतको बारेमा यो कसरी तयार भयो अथवा यो गीतको खास के हो, थिम के हो, अथवा यो गीतले के अ, भनौँ न, हुन्छ नि एउटा गीतकारको एउटा छुट्टै आफ्नो एउटा भाषा हुन्छ। अब यो गीत अनि यो मैले यो कुरा सम्झेर चाहिँ मैले कम्पोज गरेँ भन्ने त्यस्तो केही हुन्छ। त्यस कारणले अ, यो यसको बारेमा बोलिदिनु हुन म विशेष केवलजीलाई म अनुरोध गर्दछु र म म्युट हुँदैछु। त्यसपछि हाम्रो केवलजी बोल्नुहुन्छ। र यो लाइभ मेरोबाट लाइभ छ, तपाईँहरूले सेयर गर्नुभयो भने चाहिँ अझ सबैकोमा पुग्न सक्छ होला। केवलजी, बाँकी समय म तपाईँलाई दिन्छु। हजुर, नमस्कार। सबैजनालाई धन्यवाद, सबैजना जोडिनु हो र यहाँ जोडिनु हुने सबैजनालाई एकदमै धन्यवाद। यो गीत अब धेरै लामो कुरो नगरिकन अब यसमा चाहिँ जिसमा जाँदाखेरि यो गीत चाहिँ अब एकदमै आफ्नो अब मनदेखि नै भनौँ, अब अनुभव गरेर लेखेको गीत हो। अब यो गीतलाई मैले चाहिँ लय, शब्द सङ्कलन गरेँ होइन, सबै कुराहरू जोडेँ। त्यसपछि यसलाई चाहिँ मैले सुरुमा अब अहिलेको अब अत्याधुनिक टेक्नोलोजीमा भनौँ न, मैले यसलाई मतलब कम्पोज गरेँ। त्यसपछि गीत अलिक समयसम्म अब हाम्रो विष्णु दाईलाई, बद्री दाईलाई, हाम्रो एवं प्रकाश सरलाई पनि मैले सेयर गरेँ। अनि उहाँहरूले मात्र होइन, अब अरू सुन्ने एक दुईजनाले पनि राम्रो कमेन्ट दिनुभएको थियो। अब खै के भयो, अब युट्युबतिर यसो हाली हेरेको, अब त्यो गीत धेरै टाढो पुग्यो। यो टम्मी पर्सनलाई नि सबैजनाले एकदमै धेरै मन पराइदिनु भयो। यो बिल्कुल रफ थियो र रेकर्डिङमा जाने प्रोसेसमा थिँदै थियो त्यति बेला पनि, तर अलिकति ढिलो ढिलो भयो, सबै कुरो भयो, रेकर्डिङ भयो। गीत अहिले सबै कुरो एकदम तयारी भएको छ। जस्ट भिडियो चाहिँ बाँकी छ। भिडियो पनि हामी बिस्तारै ल्याउँछौँ। अब यसको लागि मैले राजु ब्रदर अनि अब हाम्रो राजिनाजी उहाँहरूलाई अब प्रपोज गरेँ। उहाँहरूले गाउनुभयो, मेहनत गर्नुभयो, एकदमै राम्रो। जति सोचेको त्योभन्दा नै मलाई चाहिँ एकदमै राम्रो बनेको पाएँ। गीत एकदमै राम्रो छ। अब आउने दिनमा पनि अझै यो गीतले धेरै ठुलो हाइप लिनेछ। अब सबैजनाले साथ, सपोर्ट, सेयर अनि अब इभन मेरै युट्युबलाई पनि मैले अझै अब अपग्रेड गर्नुपर्ने देखिरहेको छु। अब जतिजना जोडिनु भएको छ उहाँहरूले अब बुझिहाल्नु भएको होला होइन। अब त्यति धेरै अब बोल्न त अब त्यति जान्दिनँ। अब गीतमा पहिला जे भयो, अब आउने दिनहरूमा यो गीत अझै राम्रो भएर जानेछ, मेरो आशा छ। धन्यवाद। ओके, हाम्रो यस गीतका गीतकार सङ्गीतकार हाम्रो केवलजीबाट केही कुराहरू सुन्यौँ। यो गीत कसरी जन्मियो अथवा के एउटा हुन्छ नि, न आफ्नै जीवन कथामा पो थियो कि त्यो कुराहरू पनि यसो मेन्सन गरिदिनुहोस् भनेको उहाँले गर्नु भएन। एनिवे केही छैन। र विशेष यो गीत चाहिँ जालीमाया 2 भनेर उहाँले टाइटल राख्नु भएको छ। पुरानो घाउ बल्झेछ भन्ने गीतको टाइटलको
अब आज अडियो अथवा लिरिकल भनौँ न त्यो सार्वजनिक हुने अ, क्रममा हामी छौँ। अब हामी त्यति धेरै त छैनौँ। हाम्रो एकदमै नेपालका एकदमै प्रसिद्ध गायिका हुनुहुन्छ रैजनाजी, जसको हामीले धेरै गीतहरू सुनेका छौँ। धेरै एकदमै हिट गीतहरू दिनुभएको छ उहाँले नेपाली म्युजिक सङ्गीत आकाशमा धेरै एउटा एकदम हिट चर्चित गीतहरू दिनुभएको छ। र अब यो प्रोजेक्ट मार्फत उहाँसँग म पनि जोडिन पाएको छु, म एकदमै खुसी छु। र म केही समय हाम्रो रैजनाजीले दिन चाहन्छु। हजुरको के छ यो गीत रेकर्ड गर्ने क्रममा, अथवा पहिला केवलजीले हजुरलाई एप्रोच गर्ने क्रममा के कस्तो कुराहरू भयो, र रेकर्डिङ पछि सबै कुराहरू मलाई अलिक हामी सबैलाई थोरै अलिकति जानकारी गराइदिनुहोस् भनेर म हाम्रो रजनाजीले रिक्वेस्ट गर्न चाहन्छु। म म्युट भए हजुर अनम्युट गरेर प्लिज। राजुजी धेरै धेरै धन्यवाद। सबैजनालाई नमस्ते। र आज मकर सङ्क्रान्तिको पनि सबैजनालाई शुभकामना दिन चाहन्छु। यो गीत चाहिँ मलाई केवलजीले यस्तो यस्तो गीत छ रजिनाजी, अनि मैले एकदमै ऊदेखि मनदेखि लेखेको गीत हो, एकदमै मनदेखि कम्पोज गरेको गीत हो भनेर मलाई अप्रोच गर्नुभएको थियो। अनि सुन्ने बित्तिकै म एकदमै आनन्द आएको थियो, गीत ल यो गीत गर्नुपर्छ। कस्तो हुन्छ भने हामीले चाहिँ गीत गर्ने बेलामा यो गीत हिटै हुनुपर्छ अथवा यो गर्नुपर्छ भनेर गर्दैनौँ, आफ्नो 100% दिन्छौँ, गीतलाई एकदम न्याय दिने कोसिस गर्छौँ होइन। राजुजी र मैले त्यही गऱ्यौँ। एकदम यो गीतमा चाहिँ अरू गीतमा 100% गर्थ्यौँ भने यो गीतलाई हामीले 200% एफोर्ट लगाएको छौँ होइन। अगाडिको गीत कम्पोजिसन अब उहाँले सबै तयार गरेर पठाइसकेपछि अरेन्जमेन्टदेखि लिएर इन्स्ट्रुमेन्टदेखि लिएर सबैमा हामीले अब यो कस्तो हुन्छ, यो पार्टमा कस्तो हुन्छ भनेर सबै एकदम सोच विचार गरेर, इभन रेकर्डिङ पछि पनि अब मिक्सिङहरू यताउतामा पनि यो पार्टहरूमा यस्तो, किनकि अब अरू गीतहरू गाइन्छ अनि अब मिक्सिङ हुन्छ त्यति हुँदैन, हामी अब त्यो गीतमै गइरहेको हुँदैन। तर यो गीतलाई चाहिँ हामीले आफ्नै भनौँ न एउटा जसरी केवलजीले त्यो गीतलाई माया देखाउनु भयो, त्यसले गर्दा हामी पनि एकदमै होइन यो गीतलाई चाहिँ राम्रै गर्नुपर्छ, एकदम एफोर्ट लाउनुपर्छ भनेर लाग्यौँ। र गीतको रिजल्ट पनि त्यसरी नै आयो। किनकि मलाई कस्तो लाग्छ भने मैले चाहिँ गीतहरू रेकर्ड गरिसकेपछि सुनाउँछु एक दुईजनालाई, अब जो गीत सङ्गीतलाई एकदम माया गर्नुहुन्छ, अब त्यसमा मेरो ड्याडी पनि पर्सिन्छ। मैले एकदम सुनाएपछि मेरो ड्याडी हत्तपत्त गीतहरू मन पराउने मान्छे होइन, तर यो गीत चाहिँ वान टेक कि लाइक हुन्छ नि, त्यो गीत सुन्ने बित्तिकै यस्तो राम्रो, यस्तो यो इमोसनल, एकचोटि सुने दुईचोटि सुने अब दिनमै 50 चोटि सुने भन्दै हिँड्छ ड्याडीले होइन। जति सुने त्यति राम्रो, त्यति कानमा पर्ने, त्यति राम्रो भएको छ यो गीत त। ल अब एभरग्रिनै हुने गीत छ भनेर उहाँले पनि, अनि मैले एक दुईजना मेरो म्युजिसियन साथीहरूलाई पनि सुनाएँ, उहाँहरूले पनि एकदमै अप्रिसिएट गर्नुभएको छ, गीत एकदमै राम्रो छ ल है, अब यो चाहिँ के गर्नुपर्छ, मार्केट चाहिँ तताउनुपर्छ भन्ने छ। तर हामीले चाहिँ एकदमै अब भनौँ न आफ्नो प्योर हार्टेडै राजुजीले पनि मैले पनि एकदमै मेहनत गरेर गायौँ। र अब केवलजीको त कुरै नगरौँ, यस्तो मनदेखि लेख्नु भएको गीत, उहाँको चाहिँ एउटा पहिले अब कुरा गर्दा सेयर गर्नुभएको थियो, उहाँको सोच थियो एउटा गीत चाहिँ यस्तो के गरौँ के गर्नुपर्छ भन्ने। अनि उहाँले फेरि एकदमै म्युजिक नेपाली म्युजिकको नेपाली म्युजिक फिल्डमा जो लाग्नु भएको छ सबै कलाकारलाई त्यसरी नै माया गर्नु हुँदो रहेछ। उहाँले त एकदम खुसी लाग्यो, कलाकारलाई मात्र भन्न, अब सिङ्गर म्युजिक अरेन्जर कम्पोजर मात्र होइन कि, उहाँले त मलाई भन्नुभयो कि वाद्यवादकहरूलाई पनि यसरी नै माया गर्नुपर्छ, उहाँहरूको पारिश्रमिक राम्रोसँग दिनुपर्छ है, मागेको जति। त्योभन्दा चाहिँ यस्तो खुसी लाग्यो, किनकि त्यस्तो त्यो माइन्युट कुराहरू कसैले पनि खासै याद गर्दैन क्या। अब उहाँले चाहिँ सबैलाई न्याय हुनुपर्छ है रजिनाजी भन्दाखेरि चाहिँ म कस्तो ल है, उहाँ यस्तो बुझ्ने मान्छे हुनुहुँदो रहेछ भन्ने चाहिँ लाग्यो। अब उहाँ एकदमै त्यो धेरै गीत गर्नुभएको त्यस्तो नभए पनि उहाँले चाहिँ धेरै गहनताले सोच्नु हुँदो रहेछ। अब गहन भनौँ न, उहाँलाई म्युजिक प्रतिको मोह चाहिँ एकदमै रहेछ भन्ने चाहिँ मलाई लाग्यो, अनि एकदम खुसी पनि लाग्यो। आज यसै लाइभबाट चाहिँ केवलजीलाई एकदमै स्पेसली थ्याङ्क यू भन्न चाहन्छु। उहाँले एकदमै मेहनत गर्नुभएको छ, उहाँहरू जस्तोले गर्दाखेरि चाहिँ हामी कलाकारलाई पनि एकदमै राम्रो हुन्छ, अलिकति हुन्छ नि इन्करेजमेन्ट हुन्छ, ल गीत गर्नुपर्छ, राम्रो गर्नुपर्छ है, म्युजिक फिल्डलाई चाहिँ केही राम्रो काम दिनुपर्छ भन्ने चाहिँ जहिले पनि त्यो एउटा आइरहन्छ। त्यही भएर उहाँलाई चाहिँ मनदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। र राजुजीलाई पनि उहाँले पनि अब
केवलजीसँग लिङ्क गराउनु भयो होइन, अप्रोच गराउनु भयो। सो राजुजी पनि एकदमै राम्रो उहाँ। अब मैले त सायद उहाँलाई 10-15 वर्ष अगाडि नै भेटेको थिएँ होला सायद। मैले अस्ति कहाँ के मेरो मेमोरीमा आउँदाखेरि देखेँ, ल राजुजीलाई त पहिल्यै चिनजान भइरह हो नि। उहाँ त एकदमै राम्रो गायक, एकदमै असल गायक उहाँ चाहिँ। उहाँ पनि एकदम म्युजिकलाई पूजा गरेर आउनुभएको मान्छे। सो अब उहाँको बारेमा धेरै भनिरहनु पर्दैन होला, एकदमै कुशल गायक हुनुहुन्छ। सो आज सबै लाइभमा जोडिनु भएकोलाई पनि सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र यो गीत चाहिँ सायद यसरी नै अरूहरूले पनि माया गर्दैनुहुन्छ भन्ने आशा राखेको छु। हजुर, थ्याङ्क यू। हजुर। ओके, धेरै धेरै धन्यवाद। अब रचनाजीको बारेमा त्यति धेरै भनिरहनु भन्दा नि उहाँको कामले पनि देखिन्छ। हामीले धेरै गीतहरू एकदमै अजर अमर गीतहरू सुनेका छौँ उहाँको, र अझै पनि गर्दै हुनुहुन्छ। एकदमै हाम्रो लागि गौरवको कुरा हो, र विशेष नेपाली म्युजिकमा एउटा छुट्टै छाप उहाँले छोड्नु भएको छ। एउटा मलाई चाहिँ उहाँको कस्तो लाग्छ भने एकदम के भन्छ त्यसलाई, एकदम मखमली आवाज भन्छ क्या त्यो मलाई चाहिँ मेरो आफ्नो आफ्नो ओपिनियन हो त्यो चाहिँ। त्यस्तो आवाजको धनी हुनुहुन्छ उहाँ चाहिँ। र यो यसरी यो प्रोजेक्टमा जोडिन पाएँ, एकदमै खुसी लाग्यो। अब हामी पछि सहकार्य गर्दै जानेछौँ अझै धेरै। र अब चाहिँ हाम्रो यता हाम्रो लालध्वज भाइ हुनुहुन्छ। उहाँ चाहिँ केवलजीको आफ्नै भाइ हुनुहुन्छ। अनि उहाँले पनि यो गीत स्टार्टिङ भएदेखि धेरै कुराहरूमा, जस्तो स्टुडियोको कुराहरूमा उहाँलाई स्टुडियो आउने, सुन्ने, हेर्ने के कस्तो भइरहेछ त्यो कुराहरू पनि उहाँले धेरै नै गर्नुभएको थियो। उहाँ पनि अहिले हुनुहुन्छ हाम्रो यहाँ जुममा। लालध्वजलाई म केही कुराहरू बोल्नको लागि यो 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 गीतको बारेमा सुरुमा कसरी के भयो, कस्तो भयो, अथवा रेकर्डिङमा गइयो, कति बाजा हाल्ने कुराहरूमा पनि उहाँ हुनुहुन्थ्यो। अनि त्यो अनुभव र प्लस अब अहिले गीत कस्तो बनेर आयो, किनभने हामी गाउनेलाई चाहिँ अब हामीले गाउँछौँ, तर तपाईँको मेन चाहिँ जज गर्ने चाहिँ अलिकति हाम्रो हाम्रो प्रोफेसनभन्दा अलिक बाहिरको मान्छेले चाहिँ अलि जज गर्न सक्छ जस्तो लाग्छ मलाई। त्यस कारणले म हाम्रो लालध्वज भाइलाई केही कुराहरू बोल्नलाई म अनुरोध गर्छु। त्यो अनम्युट गरेर भिडियोमा आउनु भए नि हुन्छ। तपाईँको भिडियो त देखाएको छैन मैले। भिडियोमा आएर केही बोल्नु भयो भने हुन्छ, अथवा होइन म अडियो मात्रै बोल्छु भन्दा नि पाइयो। ल बाँकी समय मैले हाम्रो लालध्वजलाई दिन चाहेँ। के छ लालध्वजलाई, है म म्युट भएँ। तपाईँले एकचोटि अनम्युट गरेर बोल्नुपर्छ होला। हुनुहुन्छ तपाईँ कि लालध्वज जुममा बसेर भाग्नुभयो? नेट उ भयो जस्तो छ त्यसको। है, पछि जोड्न सकिन्छ नि नभए। ओके ओके, ल त्यसो भए ठिक छ। अनि अब अरू यहाँ हामीसँग धेरै जोडिनु भएको छ। धेरै जस्तो हाम्रो हाम्रो उता नास्कको प्रेसिडेन्ट हुनुहुन्छ बद्री दाहाल सर। अस्ति उहाँसँग मेरो छोटो कुरा पनि भएको थियो। यहाँ विष्णु सर पनि हुनुहुन्छ। अनि अरू अब मैले चिन्ने नचिन्ने धेरैजना हुनुहुन्छ। हाम्रो राघवराज तिमिल सिन्हा हुनुहुन्छ, प्रकाश गैरे हुनुहुन्छ, अहिले हाम्रो इन्द्र कुमारी गुरुङ पनि हुनुहुँदो रहेछ, अनि सुभाष एस मोक्तान पनि हुनुहुन्छ। यसो गरौँ न, अब म बद्री सरलाई केही कुराहरू, हजुरहरू त त्यहाँ सँगै पनि हुनुहुन्छ, केवलजी कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, म्युजिकप्रति के हुनुहुन्छ, के कसरी गरिरहनु भएको छ, थोरै समय हजुरबाट केही बुझ्न चाहेँ मैले। म म्युट भएँ, हजुर अनम्युट गरेर बोलिदिनुहोस् है त। हस्, नमस्कार, शुभ प्रभात। यहाँ चाहिँ शुभ प्रभात भएको छ युएसएमा। अब नेपालमा चाहिँ अहिले शुभ सन्ध्या होला। जो सबैतिरबाट, नेपालदेखि सबैतिरबाट जोडिनु हुने र फेसबुक लाइभ हेरिरहनु हुने सबै दर्शक श्रोता सबैजनालाई म बद्री दाहालको तर्फबाट हार्दिक नमस्कार भन्न चाहन्छु। र राजुजीलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सञ्चालन गरिदिनु भएको छ अत्यन्त राम्रोसँगले।
र उहाँ एकदम आफै कुशल गायक हुनुहुन्छ राजु तामाङजी। त्यस्तै रजिना रिमाल राम्रो स्वरकी धनी हुनुहुन्छ, उहाँको पनि मैले गीत सुने, राजुको पनि सुने। अत्यन्त राम्रा स्वरका गायक गायिकाहरू हुनुहुन्छ उहाँहरू। त्यस्तै यहाँ विष्णुजी पनि जोडिनु भएको छ, अनि हाम्रो प्रकाशजी हुनुहुन्छ, अरू साथीहरू हुनुहुन्छ। सबैलाई, यो जुममा जोडिनेहरू सबैजनालाई नमस्कार। र मेरो भन्नु के छ भने हाम्रो केवल लामा थिङ भाइले चाहिँ अत्यन्तै मेहनत गर्नुहुन्छ, र उहाँले जुन यो पुरानो घाउ बल्दैछ जालीमाया 2 भनेर निकाल्नु भएको छ, उहाँ राम्रो गीतकार, राम्रो गीत लेख्नुहुन्छ, त्यस्तै राम्रो कम्पोज पनि गर्नुहुन्छ। अनि उहाँको एउटा जुन प्यासन छ त्यो सङ्गीत क्षेत्रमा जुन लाग्नु भएको छ उहाँ, त्यो देख्दा अत्यन्त खुसी लाग्छ। अनि यो गीत पुरानो घाउ बल्दैछ मैले 100औँचोटि सुनिसकेँ होला मैले चाहिँ यो उहाँले गुनगुनाइसकेपछि पनि। र अहिले जुन नयाँ निस्केकोमा पनि सानो थोरै चाहिँ क्लिप्स उहाँले सुनाउनु भएको थियो, त्यो यति मिठो सुनिएको छ हाम्रो राजुजी र हाम्रो रजिना बहिनीको स्वरमा। यो गीत यति राम्रो, अनि त्यो सङ्गीतको जुन एउटा त्यो म्युजिकल जुन इन्स्ट्रुमेन्ट्सको जुन एउटा अर्केस्ट्रा छ, त्यो यस्तो राम्रोसँगले त्यो धुनहरू प्ले भएको छ। त्यसैले यो एउटा म्युजिक कम्पोज एउटा प्याकेज बनेको छ, अत्यन्तै सुन्दर गीत बन्ने, र भविष्यमा यसले राम्रो बजार लिने कुरामा चाहिँ म चाहिँ ढुक्क छु। मलाई अत्यन्त मन परेको छ। भाइको यो पहिलो गीत रेकर्डिङ हुँदै भनौँ न प्रकाशित हुँदैछ, विमोचन हुँदैछ आज। यसको लागि म केवल लामा थिङ भाइ, उहाँको परिवार सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो गीत अत्यन्तै सुन्दर बनेको छ, र यो गीतले उत्तरोत्तर प्रगति गर्दै जाओस्, र केवल लामा भाइको पनि उत्तरोत्तर साङ्गीतिक यात्राको उत्तरोत्तर प्रगतिको म कामना गर्दछु। र यस्तै गरी राजुलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी सँगै छौँ यहाँ। यो गीत उहाँका गीत अरू पनि आउँछन्, थुप्रै आउँछन् होला, तर यो गीत एउटा विशेष बनेको छ। यसले अघि केवलजीले पनि भनिसक्नु भएको छ, पहिला पनि यसले राम्रो चाहिँ एकचोटि राम्रो मार्केट भनौँ न लिइसकेकै छ। यसको सुरुवात राम्रो भइसकेको छ। मलाई लाग्छ यसले उचाइ छुनेछ भन्ने लाग्छ। र मैले यहाँभन्दा धेरै बोलिनँ। उहाँलाई फेरि पनि साङ्गीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु, र जाँदा जाँदै माघे सङ्क्रान्तिको सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। हुन्छ, हाम्रो बद्री सरलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरू चाहिँ एकदमै केवलजी र उहाँहरू एकदम नजिक पनि हुनुहुँदो रहेछ। यसो हाई हेलो भेटघाट, एभ्रिडे भेटघाट हुने, अनि कति कुराहरू सेयरिङ गरिरहनु हुँदो रहेछ। हुन्छ, खुसी लाग्यो यहाँको कति कुराहरू ले हामी अझ उत्साहित पनि छौँ। हुन्छ, अब त्यस्तै गरिकन हाम्रो विष्णु सर हुनुहुन्छ यता, विष्णु कार्की सर। उहाँको चाहिँ मलाई त्यति धेरै परिचय थाहा छैन यहाँहरूले, सो आफूहरू म यो फिल्डमा गर्छु, यो गर्छु भनेर तपाईँहरूले भन्नुभयो हुन्छ। जहाँसम्म मलाई लाग्छ विष्णु सर चाहिँ पत्रकारितातिर पनि हुनुहुन्छ कि, अथवा मलाई थाहा भएन है, त्यो म कन्फ्युज छु। हजुरले आफ्नो परिचयसहित केही कुराहरू यो गीतको बारेमा अथवा के छ तपाईँलाई केही कुराहरू राखिदिनुहोस् न है त। म म्युट भएँ। ल, धन्यवाद हाम्रो राजु सर। यस पुरानो घाउ बल्झेछ गीतको अडियो सार्वजनिक कार्यक्रममा जोडिनुभएका अतिथि कलाकारहरू, लाइभमा हामीलाई हेरिरहनुभएका दर्शकहरू सबैमा नमस्कार। अब मेरो खासै त्यस्तो विशेष परिचय छैन। अब त्यही हो, परदेश आइएको छ, दुःख गरिएको छ, खाइएको छ। मेरो विगत भनेको चाहिँ मेरो पृष्ठभूमि चाहिँ पत्रकारिता थियो। म कान्तिपुरमा काम गर्थेँ। अब अहिले यहाँ परदेश आएपछि त्यस्तो के स्पेसल त्यस्तो कुनै पेसा छैन, जस्ट केही गुजारा गरेर खाइएको छ। अनि अब हामी यता गीत सङ्गीततिरै जाउँ। आज हाम्रो यो गीतको जुन अडियो विमोचन कार्यक्रममा आज हामीलाई एउटा जस्तो पवित्र संयोग पनि जुरेको छ। माघे सङ्क्रान्तिको यस पावन अवसरमा सबैलाई म शुभकामना भन्न चाहन्छु, र यस पवित्र तिथिमा दर्शक श्रोतामाझ सार्वजनिक भएको यस गीतका सर्जकहरूलाई बधाई दिन चाहन्छु। म तपाईँहरूको यो अमूल्य समय धेरै लिन चाहन्न, त्यसो त अकबरी सुनलाई
कसिलाउनु पर्दैन भन्ने उखान नै छ। यो गीतबारे मैले धेरै भनिराख्नै पर्दैन। यो गीतका रफ भर्सनहरू जो हाम्रो केवल भाइले युट्युबमा हाल्नु भएको थियो र अनेक म्युजिक प्लेटफर्महरूमा पहिले नै सुपरहिट भइसकेका छन्। सुमधुर स्वरकी धनी गायिका रजना रिमाल र हाम्रा प्रतिभावान गायक राजु तामाङको स्वरमा आएको यो गीतले श्रोताहरूको मन जित्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। गीतका शब्दहरू सरल छन् तर मन छुने खालका छन्। सङ्गीत सुमधुर छ। केवल लामा भाइको मेहनतको परिणाम देखिएको छ यो गीतमा। यहाँ परदेशको सङ्घर्षपूर्ण बसाइहरू र व्यस्त समयका बावजुद केवल भाइले जुन लगावका साथ गीत सिर्जना गर्नुभएको छ त्यसको यो शब्दमा प्रशंसा गरेर मात्रै पुग्दैन। उहाँ अत्यन्त मेहनत गर्नुहुन्छ। हामीले देखेका छौँ। मैले कयौँचोटि उहाँको रुममा पुग्दा पनि उहाँ जति बेर पनि सङ्गीत साधनामै लागिरहेको म देख्छु, पाउँछु। तर विडम्बना यो हाम्रो सृजनाहरू चोर्ने र दुरुपयोग गर्ने विकृति र अपराध नेपाली सङ्गीतमा पनि भित्रिएको छ। यसलाई रोक्नु हामी सबैको दायित्व हो। सरकारी निकायको पनि यसतर्फ ध्यान जाओस् भन्न म आग्रह गर्छु नेपाल सरकारलाई। पुरानो घाउ बल्झेछ यो गीत स्वर, सङ्गीत र रचनाको एउटा अब्बल सम्मिश्रण हो जस्तो लाग्छ मलाई। मैले पनि कयौँ पटक सुनेको छु यो गीत। सबैले एकपटक सुनिदिनुहोस्, मनोरञ्जन लिनुहोस्, सर्जकहरूलाई हौसला दिनुहोस्, नेपाली गीत सङ्गीतलाई माया गर्नुहोस्। मलाई यहाँ जोडिने अवसर दिनुभयो। सबैलाई धन्यवाद। नमस्कार। राजुजी। यस 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 म यही छु। धेरै धेरै धन्यवाद हाम्रो विष्णु सरलाई पनि। कति कुराहरू उहाँले उठाउनु भएको कुराहरू, एउटा कुरा चाहिँ अलिकति एकदम सही कुरा हो। अब हामी अलिकति जो सर्जकले गर्नुहुन्छ अनि रेडी पारिदिनुहुन्छ अनि त्यसपछि त्यसलाई भनौँ न कपी गर्नेहरूको बिकबिकी चाहिँ एकदमै छ। त्यो चाहिँ जो जति अहिले फेसबुकमा हुनुहुन्छ अथवा हेरिरहनु भएको सबैले पनि बुझिदिनुपर्छ। किनभने सर्जक बन्नलाई एकदम गाह्रो छ है। अब त्यो तपाईँको गीत लेख्ने कुराहरूदेखि लिएर कम्पोजको कुराहरूदेखि लिएर त्यो गरेर एकदमै रेडी पारेको चिज चाहिँ तपाईँहरूले आफ्नो भनेर आफ्नो नाम राखेर आफूलाई जोडेर मेरो गीत भनेर गर्नु चाहिँ त्यो एकदमै अपराध नै हो भन्छु म चाहिँ। त्यस कारणले गर्दाखेरिमा त्यस्तो कामहरू यदि तपाईँहरूले गर्नुभएको छ भने नि अलिकति नगरिदिनुहोस्। किनभने हामी सबैजना मिलेर नै नेपाली सङ्गीतलाई उठाउन पर्छ जस्तो लाग्छ। मैले यो गीत रेकर्ड गर्दै गर्दाखेरि एउटा स्ट्याटस लेखेको थिएँ। हाम्रो यो कस्तो भने अहिलेको जमानामा अलिकति गीत सङ्गीत गर्न धेरै मान्छेहरू डराउँछन् होइन, अलिकति हिचकिचाउँछन्, कति कुराहरू छ। तर अब केवलजीले एउटा साहस लिएर मैले गर्छु, मैले गर्नुपर्छ, यो नेपालको साङ्गीतिक आकाशमा केही एउटा भए पनि इँटा थपौँ न भन्ने एउटा जुन साहस लिएर उहाँले गर्नुभएको यो काम। पछि धेरै गीतहरू आउँदै जानेछ, त्यसमा त छँदैछौँ। तर पनि सुरुवात उहाँले यसबाट गर्नुभएको छ। अब उहाँलाई अघि पनि हाम्रो रजनाजीले पनि धेरै धन्यवाद दिइसक्नु भएको छ। म पनि पर्सनली धन्यवाद दिन्छु। म अलिकति पछि अलिकति केही बोलौँला। हुन्छ। अब हामी धेरै त छैनौँ है, हामीलाई त्यस्तो धेरै जम्मा भएर त्यस्तो भाइरल हुनु पनि छैन। ठिक छ, केही छैन। हामी जो जति छौँ एकदमै सङ्गीतप्रति माया गर्ने व्यक्तिहरू हामी यहाँ छौँ। अब अरू हाम्रा एकदम आदरणीय व्यक्तित्वहरू पनि हुनुहुन्छ यहाँ। अब यहाँ हाम्रो प्रकाश गैरे सर हुनुहुन्छ। उहाँलाई म पर्सनली ठ्याक्कै चिन्दिनँ, तर पनि अब हजुरको छोटो परिचय सहित अलिकति केही कुराहरू राखिदिनु भयो भने हामी अझै खुसी हुने थियौँ। केही छ प्रकाश सर, प्लिज हजुर अनम्युट गरेर यसो भनिदिनुहोस् न। धन्यवाद राजुजी। सर्वप्रथम गुड मर्निङ। माया सङ्क्रान्तिको साथीहरूलाई शुभकामना। अब म धेरै त्यति लामो समय लिन चाहन्न, किनकि हामी अलि स्टार्टिङ समयभन्दा पनि अलिकति लेट प्राविधिक समस्याले गर्दा लेट भएर सुरु गरेका छौँ। सबै साथीहरूको आफ्नो
व्यस्तता छ। सर्वप्रथम चाहिँ गीतको सर्जक म सुरुबाटै केवल सरसँग जोडिँदै आएको र त्यसपछि त्यो गीत सुरुमा पनि सुन्ने मान्छे म एकजना हो। र केवल सर अहिले यहाँ मैले पहिला पनि भन्दै आएको र अहिले पनि भन्दैछु कि मैले सुरुमा केवल सरलाई यो गीत युट्युबमा अथवा कतै टिकटकमा अपलोड नगर्नुहोस् भनेर रिक्वेस्ट गर्नेमा म एकजना हो जस्तो लाग्छ। त्यसपछि त्यो गीत अब क्रमिक रूपमा कपी गर्ने क्रम बढ्दै गयो होइन, त्यहाँ समस्या देखिए पछि विविध प्रयास गरेर केवल सरलाई हटाउने प्रयास गर्नुभयो। यो गीतको ब्याकग्राउन्डको कुरा भयो। उहाँले यो गीतको लागि एकदम अत्यन्त मिहिनेत गर्नुभएको छ र म त्यति धेरै सङ्गीत प्रेमी हो, तर त्यस्तो केवल सरले इभन बद्री सर पनि हुनुहुन्छ कि विष्णु सर पनि हुनुहुन्छ, उहाँहरू जस्तो त्यति रचना गर्न जान्ने मान्छे त होइन, तर सुन्नको लागि चाहिँ एकदम इच्छा गर्ने मान्छे हो। कतिपय अब सबैले सबै सर्जक भइयो भने फेरि श्रोताको हुने भन्ने पनि हुन्छ होइन। त्यो म उही श्रोताको रूपमा र एक त केवल सबै एकदम निकट साथीको रूपमा यहाँ उपस्थित भएको हो। त्यस्तो अरू त्यस्तो मेरो ब्याकग्राउन्ड त्यति धेरै ब्याकग्राउन्ड केही छैन। बिहिन सरले भने जस्तै हामी एउटा नेपालमा हुँदा एक खाले काम गरेको र यहाँ आइसकेपछि उही सङ्घर्ष गर्दै दिन बिताउँदै गरिरहेको मान्छे हो। सर्वप्रथम त यो गीतको जुन राजु सर त्यसपछि रजिना मिस राजु सरले पर्सनली मलाई चिन्नु न, तर तपाईँको बारेमा मलाई धेरै कुरा थाहा छ, किन केवल सरसँग हरेक दिन भेट हुँदाखेरि तपाईँको बारेमा कुरा हुने। र मैले अस्ति तपाईँहरूले रेकर्डिङ गरिसकेपछि यो गीत पनि अलिकति सानो टुक्का सुने। तपाईँहरूले एकदम अत्यन्तै मिहिनेत गर्नुभएको छ। मैले केवल सरलाई नि भने एकदम यो गीतमा धेरै नै मिहिनेत लागेको छ, जहाँसम्म लाग्छ गीत चाहिँ मलाई एकदमै सफल हुन्छ भनेर सरलाई पनि अस्ति मैले भने। अब म धेरै लामो समय लिन चाहिनँ। सर्वप्रथम त तपाईँहरूलाई केवल सरलाई जसले यो सर्जक सिर्जना गर्नुभयो उहाँलाई, र तपाईँहरू जसले मिहिनेत गर्नुभएको छ, इभन गाउने वाद्यवादक एरेन्जर सबैको एउटा कम्बिनेसन छ। उहाँहरूलाई सम्पूर्ण साथीहरूलाई एकदम शुभकामना दिन चाहन्छु। सर्जक सफल हुनु भनेको फेरि गायक गायिका पनि सफल हुनुभयो र पछाडिको जुन हामी पर्दा पछाडि देख्छौँ वाद्यवादक, ती सम्पूर्ण साथीहरू सफल हुनुभयो। र यो गीत सफल होस् र भोलि यो गीत सँगै केवल सरका अरू रचनाहरू पनि उहाँले तयार पार्दै हुनुहुन्छ, ती रचनाहरू पनि क्रमिक रूपमा सफल हुँदै जाओस् भन्ने शुभकामना दिँदै म छोटो समय यहाँबाट चुङ्गन चाहन्छु। हस्, धन्यवाद हाम्रो प्रकाश सरलाई पनि धेरै धेरै धन्यवाद छ। अ, अघि प्रकाश सरले भन्नुभयो जस्तै कति कुराहरू खासमा अलिकति गीतकार सङ्गीतकारहरू चाहिँ अलि पछाडि नै हुन्छ, आउने त सिङ्गरै हो। तर हामी सिङ्गरहरूले पनि बुझ्नुपर्ने कुरा के छ भने, जस्तो अब कतै प्रोग्रामहरूमा जाँदाखेरि कतिले चाहिँ अब हुन त यो एकदम सानो कुरा हो, तर यसले धेरै ठुलो फरक पार्छ। गीतकार नभइकन गीत जन्मिँदैन, सङ्गीतकारले सङ्गीत नगरिकन सङ्गीत गायकले गाउन पाउने कुराहरू हुँदैन। एरेन्जरले एरेन्ज गर्नु पर्यो, वाद्यवादकले बजाउनु पर्यो, त्यसपछि मात्रै खासमा अब एउटा गायकको काम अथवा गायक गायिकाको कामहरू आउँछ। कतै हामीले प्रोग्रामहरू गर्दाखेरि नै हामीले कतिचोटि त्यो गीतकार सङ्गीतकारको नामहरू भुल्छौँ। त्यो चाहिँ अलिकति हामी सबै कलाकारहरूले एकदम बुझ्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। र अब पर्सनली मेरो कुरामा चाहिँ म प्राय हरेक ठाउँमा गर्दाखेरि सबभन्दा पहिला गीतकारको नाम अनि सङ्गीतकारको नाम त्यसपछि मात्रै गीत प्रस्तुत गर्ने गर्छु। यो सबैले हुन त अब अघि मैले भने एकदम माइनर कुरा हो, तर पनि यसले धेरै असर पार्छ, किनभने गीतकार नभइकन गीत जन्मिँदैन, सङ्गीतकारले सङ्गीत नगरिकन हामीले त्योसँग सङ्गीतमा गीत गाउन पाउँदैन। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। हुन्छ, अब हामी त्यति लामो पनि छैन हाम्रो है। अब हाम्रो राघव सर हुनुहुँदो रहेछ यता, राघव राज तिमल सिन्हा सर। राघव सर, के छ हजुरको केही कुराहरू अलिकति राखिदिनुहोस् हामीलाई यो गीतको बारेमा। त्यसपछि अब हामी हाम्रो केवलजीले यो गीत एकदम रेडी पारिसक्नु भएको छ युट्युबमा। हामी यो ठ्याक्क सक्ने बित्तिकै सबैले हेर्नेछौँ। म म्युट भएँ, हजुरलाई मैले यो समय दिएँ। राघव सर, केही कुराहरू हजुरको तर्फबाट। हजुर हजुर, सम्पूर्णमा नमस्कार। म चाहिँ यहाँ हेटौँडाबाट अब आजको यो विशेष समय विशेष दिनमा म जोडिन पाउँदा धेरै खुसी लागेको छ। हामी गीत सङ्गीतको श्रोता, तर आज यो पुरानो घाउ बल्झेछको विमोचन कार्यक्रममा जोडिने सौभाग्य मिलेको छ। यो चाहिँ एउटा अनौठै कुरो हो र हाम्रो सौभाग्य पनि हो। श्रोता पनि यो विमोचन कार्यक्रममा जोडिन पाउँदाखेरि एकदम खुसी लागेको छ। साथै मलाई केवल दाजुसँग चाहिँ मैले लगभग 1 महिना जति भयो चिनजान भएको, त्यो गीतकै कारणले। मैले चाहिँ
यो गीतको अलिकति प्रसङ्ग जोडौँ। त्यो गीत टिकटकमा आयो अनि म पनि के गर्छु भने जहिले पनि गीत सुनिसकेपछि त्यो गीतको भित्र जान्छु। सङ्गीत कसले भर्यो, कसले लेख्यो, यसलाई कम्पोज कसले गर्यो, एरेन्ज कसले गर्यो, सबै कुराहरू म हेर्छु। हेर्ने क्रममा म टिकटकमा त धेरैजनाले हालेको थियो आफूले बनाएर। अनि खोज्दै जाँदाखेरि मैले केवल सरलाई भेटेँ। अनि उहाँसँग मैले कुरो गर्ने, यस्तो यस्तो भएको छ, तपाईँको यस्तो गरेका छन्, कति राम्रो गीत लेख्नुभयो भनेर म त्यसरी यो गीतमा प्रभावित भएर उहाँसँग नजिक हुन पुगेँ। र म पनि अलिकति गीत सङ्गीतमा पहिलेदेखि रुचि भएको मान्छे, अलिअलि शब्द कोर्छु। र मेरो चाहिँ शब्दको निमित्त चाहिँ मलाई अहिले गुरु मानेको छु मैले केवल सरलाई सङ्गीतको क्षेत्रमा। मेरो निमित्त चाहिँ मैले यो 15-20 दिनको अन्तरालमै मैले गीत सङ्गीतको विषयमा अझ धेरै बुझ्ने मौका पाएँ। त्यसको लागि म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब रजिना दिदी, राजु दाईको त अब कुरै नगरौँ। नेपाली गीत सङ्गीतको लागि उहाँहरूले पुऱ्याउनु भएको योगदानको त हामीले मूल्याङ्कन गर्नै पर्छ। अब केवल दाजु पनि यो प्रवासमा बसेर कति मैले फोन गरे हुन्छु, बिजी हुनुहुन्छ, कहिले गाडीमा छु भन्नुहुन्छ, कहिले किचनमा छु भन्नुहुन्छ, कहिले केमा भन्नुहुन्छ। यस्तो व्यस्तताको समय पनि नेपाली गीत सङ्गीतलाई यसरी थामेर प्रवासमा बसेर यसरी अगाडि बढाउने भनेको चान्चुने कुरा पनि होइन। र यसको लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु। र हामीलाई यसमा जोडिने मौका पाउनुभयो। र हामीले लेखेका शब्दहरूलाई तपाईँहरू जस्तो हाम्रो राजु दाई, रजिना दिदी र अन्य कलाकार जस्तै अब केवल दाई, उहाँहरूले चाहिँ अब हामीले गरेका शब्दहरूले चाहिँ कहिलेकाहीँ उहाँहरूलाई पस्किन पाइयोस्, हाम्रो त्यो सौभाग्य मिलोस्। र आजको यस कार्यक्रमलाई चाहिँ म धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। र गीत सङ्गीत अब अहिलेको यो भाइरलको जमाना छ गीत सङ्गीतमा, तर यो चाहिँ यस्तो गीत बनेको छ कि लामो समयसम्म यसले चाहिँ छोइरहने, टिकिरहने गीत छ। मैले नि यो लगभग 20-25 पटक सुने होला यो गीत मलाई एकदम छोएरै मैले गायक सङ्गीतकारसम्म पुगेको। अनि यसरी उहाँ अलिकति मेहनत गर्दाखेरि अलिकति विक्षिप्त पनि हुनुभएको रहेछ। मैले धेरै दुःख पनि लाग्यो। हामीले गीत सङ्गीतको सम्मान गर्नुपर्छ। यो स्वर, गीत सङ्गीत भनेको चान्चुने कुरो होइन। म चाहिँ एउटा श्रोता भएको हिसाबले, हुन त म त्यति ज्ञान त छैन यसमा, भएर मैले अलिअलि सुन्दैछु, बुझ्ने प्रयास गर्दैछु। एकदम खुसी लागेको छ आजको यो समय मलाई दिनुभएकोमा। र सम्पूर्णलाई धेरै धेरै धन्यवाद र शुभकामना पनि दिन चाहन्छु। यो पुरानो घाउ बल्झेछ, यस्ता घाउ अहिले बल्झे पनि यो गीतले त्यो घाउलाई मलम लाउनेछ भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद राघव ब्रो, एकदम तपाईँलाई पनि। ओके, धन्यवाद, थ्याङ्क यू सो मच। ओके, अब हाम्रो यता शुभ एस मोक्तान सर पनि हुनुहुँदो रहेछ लाइनमै है। उहाँ चाहिँ जापान होला सायद, आई थिङ्क है, मलाई थाहा छैन ठ्याक्कै त कहाँ हुनुहुन्छ। थोरै केही कुराहरू हजुरबाट पनि सुनौँ, किनभने हामी थोरै छौँ, त्यही भएर हामी सबैको कुराहरू एकअर्कामा सेयर गरिरहेछौँ। त्यो रमाइलो कुरा पनि हो। र आफूलाई लागेको कुराहरू, केही कुराहरू मोक्तान सर, हजुरले केही कुराहरू सेयर गरिदिनुहोस्। म पनि मोक्तानै है। हजुर नमस्कार, लसो फ्याफुला सबैजनामा है। तपाईँ पनि मोक्तान हुँदो रहेछ, मलाई चाहिँ थाहा थिएन है। ल बधाई छ हामी दाजुभाइलाई। त सबैभन्दा सुरुमा चाहिँ सबैजनालाई चाहिँ नमस्कार है। अब धेरै साथीहरू त अब नचिन्ने नै हुनुहुँदो रहेछ, तैपनि हामी यसरी केवल सरको माध्यमबाट चाहिँ हामी तपाईँहरू माझका आपसमा चिनजान गर्ने मौका पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको छ। अनि र फेरि अर्को कुरा सुरुमा भनिहाल्नु पर्यो है, माघे सङ्क्रान्तिको सबैलाई शुभकामना है। र आउँदै गरेको हाम्रो लोछार यही सोमबार मन्डे हो क्या अरे होइन, लोछारको पनि धेरै धेरै शुभकामना। हाम्रो जापानमा पनि प्रोग्राम छ आज, के भन्छ अरे, हाम्रो 2जना कलाकारहरू आइपुग्नु भएको छ। अनि रह्यो आजको यस लाइभ कार्यक्रमको कुराकानी गर्दाखेरि चाहिँ केवल सर चाहिँ, अब केवल सरको बारेमा नै भनौँ क्या अरे। स्पेसली केवल सर चाहिँ हामी धेरै पहिलादेखिको साथी, नेपालमा हामी पहिल्यै भनौँ न, सँगै त पढेनौँ हामी, तर हामीलाई चाहिँ सङ्गीतले नै जोडेको भन्दा पनि फरक चाहिँ पर्दैन, म चाहिँ त्यसरी लिन्छु होइन।
अनि चिनजानमा पनि एकदम असल, एकदमै असल, कसैले नराम्रो त्यस्तो भन्ने केही हुनु न उहाँमा होइन। उहाँमा त्यस्तो अवगुण भनेको सायद मैले देख्दिनँ होला उहाँमा चाहिँ होइन। अनि हामी चाहिँ नर्मल सुरुमा स्टार्टिङमा चाहिँ हामी चाहिँ मितेरी साङ्गीतिक समूहबाट चाहिँ हामी चाहिँ अझ बढी मात्रामा एक आपसलाई चाहिँ यो सङ्गीतलाई चाहिँ अगाडि लानुपर्छ है। हामी एक आपसलाई चाहिँ हातेमालो गरेर एकजना माथि गयो भने पनि अर्को तल बस्यो भने पनि तानेर सबैजना माथि जानुपर्छ है भन्ने हिसाबले चाहिँ हामीले त्यो समूह खोलेर र हामीले धेरै दुःख कष्ट पनि गऱ्यौँ गर्न चाहिँ। किनकि त्यो बेलामा अब धेरै पहिलाको कुरा हो है, जहाँ पाएँ त्यहाँ सङ्गीत सिक्छु सिक्न जान्छु भन्दा ठाउँहरू पनि हुन्थेन, धेरै दुःख कष्ट हुन्थ्यो। त्यसले गर्दाखेरि तैपनि हामी साथी माझमा मिलेर उहाँको स्वर बेसी राम्रो, त्यतिखेर पनि राम्रो, अहिले पनि राम्रै छ, उहाँ आफै पनि राम्रो गाउनुहुन्छ। मैले उहाँलाई कतिचोटि पनि भने, अनि तपाईँ आफै पनि ट्राई गर्नुहोस् न होइन। गीत बनाउनु लेख्नु मात्र नभएर सर्जक भइसकेपछि गाउन पनि सक्नुहुन्छ। र त्यो गीतलाई चाहिँ कुनै एउटा गीत आफ्नो भनौँ न, यही गीत पनि उहाँले कुरा खोल्नु भएन, म खोल्छु है त यो कुरा चाहिँ। उहाँले कुरा खोल्नु भएन, यो कतिपय कुरा त मलाई थाहा छ नि फेरि। यो वास्तवमै भन्दाखेरि यो चाहिँ उहाँको आफ्नै जीवनमा घटेको के भन्छ अब जीवनमा आधारित घटना भनौँ। उहाँलाई अब कसैले धेरै नै अब दुःख दिए, उहाँको मायालाई, ट्रु लभलाई कसैले चिनेनन् भनौँ न। तर अब त्यो सधैँ अब त्यो पुरानो कुरालाई लिएर मात्रै बसिरहनु पनि हुँदैन। तर उहाँले चाहिँ त्यसबाट चाहिँ धेरै कुराहरू सिक्नुभयो त्यो चिजबाट चाहिँ। अनि त्यसले गर्दाखेरि उहाँको आफ्नै जीवनमा घटेको घटनामा प्रेरित रहेर चाहिँ उहाँले यो गीत लेख्नुभयो। यो गीत मात्रै होइन, अर्को गीत पनि थुप्रै गीत छ, अझै आउन बाँकी नै छ र आउँदै जाने नै छ। त्यसमा हामी एकदमै आभारी छौँ केवल सरको लागि। र अर्को कुरा चाहिँ म पनि अलिअलि गीत गाउँछु, धेरै त गाउँदिनँ, त्यति राम्रो भोकल त छैन। अनि मैले यो लोछारको प्रोग्रामको लागि भनेर चाहिँ उहाँलाई चाहिँ एउटा लोछार गीत एउटा बनाइदिनुहोस् न भनेर रिक्वेस्ट गरेको थिएँ। उहाँले बनाइदिनु भएको थियो। शब्दहरू सिम्पल छ तर ट्युनिङ यति राम्रो क्याची छ होइन। अब त्यो हामी बिस्तारै त्यसलाई पनि केवल सरसँगै बसेर त्यसको अझै छिनोफानो गरेर कसरी हुन्छ त्यसलाई नि निकालौँला। तर यस्तो राम्रो क्याची बनेको छ कि त्यो सुन्दाखेरि पनि मान्छे जो पनि झुम्ने टाइपको क्या, मलाई एकदम मन परेको। बिट्स हल्का स्लो थियो भने त्यसलाई चाहिँ हामीले हल्का फास्टमा बनायौँ होइन, त्यसरी गऱ्यौँ। अनि भन्नुको अर्थ चाहिँ केवल सरसँग यति धेरै ट्यालेन्ट छ कि उहाँले आधुनिक मात्र नभएर कि अब आफ्नो एउटा कलाकार भइसकेपछि जुन पनि फिल्डमा गर्न सक्नुहुन्छ भन्ने क्षमता चाहिँ उहाँले राख्नुहुन्छ। र यो पुरानो घाउ बल्झे छले यो टिकटकमा युट्युबमा जसरी यो तहल्का मचाएको छ नि, अब अफकोर्स एआई हो, एआईले तपाईँ हाम्रो मनलाई छुने टाइपसम्म त सक्दैन उसको गायकीहरूमा। जुन तरिकाले अहिले तपाईँहरूले राजु तामाङजी र हाम्रो रेजिना रिमाल दिदीले गाइदिनु भएको छ, फिलिङ्स भनेको मान्छेले गाउँदा नै निस्किन्छ पक्कै पनि, एआईले गाएर कहिले पनि निक्लिँदैन। र उहाँले पनि भन्नुहुन्छ म गीत भनेको एआईमा चाहिँ हाल्ने हो, ट्राई गर्ने हो कस्तो सुनिँदो रहेछ, तर यसलाई चाहिँ मैले सम्बन्धित भनौँ न कुनै एउटा सिङ्गर कसैलाई चाहिँ गाउन लगाउने हो, रेकर्ड नै गर्ने हो, एआईबाटै निकालेर चाहिँ म त्यसो गर्ने पक्षमा चाहिँ छैन भनेर उहाँको धेरै राम्रो सोच, एकदमै राम्रो सोच छ। त्यसले गर्दाखेरि अझै आउँदा दिनहरूमा चाहिँ तपाईँ हामीहरूले केवल सरको चाहिँ अझै धेरै गीतहरू सुन्न पाइयोस्, यस्तै राम्रा गीतहरू। र यो नेपाली म्युजिक इन्डस्ट्रीमा चाहिँ अझै एउटा सुनौलो इतिहास रच्न सक्नुहुन्छ भन्नेमा चाहिँ धेरै आशावादी छौँ। र यदि अलिकति धेरै बोलेका अरे त्यसको लागि क्षमा प्रार्थी गर्दै म धन्यवाद है। सबैजनालाई धेरै धेरै धन्यवाद। होइन त्यस्तो धेरै पनि छैन। ठिक छ, केही छैन। हुन्छ, त्यही त अब हाम्रो त्यति टाइम पनि छैन। अब फेरि हजुरहरू यो टाइम फेरि हाम्रो यो अलिकति गडबड के, अब नेपालमा बेलुका छ, उता बिहान छ, कता के छ है, त्यो पनि छ। हुन्छ, अब हामी अन्तिमतिर नै छौँ। हामी जति छौँ सबैलाई यसो अलिअलि केही बोल्ने मौका दिउँ भनेर, किन सबैजना यो गीतसँग रिलेटेड हुनुहुन्छ त्यस कारणले हो। उहाँले अहिले जुन कुरा उठाउनु भयो त्यो एआईको कुरा चाहिँ कस्तो रहेछ भने, हामी पनि कुरा गरिरहेछौँ, एआईले सबै गर्छ
तर मान्छेले दिने फिलिङ्स दिन सक्दैन। अनि तपाईँको त्यो जुन हुन्छ नि क्लियरिटी क्या शब्द उच्चारण त्यो दिन सक्दैन। अस्ति हामी त्यहाँ अस्ति यही गीतको रेकर्डिङमा हाम्रो हरिलाम सालसाल आउनु भएको थियो। अनि उहाँले पनि यही विषयमा कुराहरू किन अलिकति यो अहिले एआईले गरेर अलिकति आतङ्कित पनि छ। यो म्युजिक फिल्ड सिङ्गरै चाहिँदैन, लिरिसिस्ट नै चाहिँदैन, कम्पोजर नै चाहिँदैन होइन भन्ने कुराहरू पनि छ। तर उहाँले पनि एउटा कुरा के भन्नु मैले ठ्याक्क नोटिस गरेँ के भने ल सपोज कुनै गीत हिट भयो, एआईले बनाएको गीत एआईकै उसले नै गाएको गीत हिट भयो, भोलि कुनै महोत्सवमा कुनै विदेशमा त्यो गीत सुन्नु पर्यो गाउनु पर्यो भने कसले गाउने त होइन र? हिट भयो, सुपर डुपर हिट एकदमै होइन चल्यो एकदमै, भोलि महोत्सवतिर ल त्यो गीत गाउने मान्छे बोलाउनु पर्यो, कसले गाउने त? छैन त मान्छे होइन र? त्यस कारण हामीले यो कुराहरू पनि एकदमै विचार गर्नुपर्छ जस्तो लाग्छ मलाई। फिलिङ्स र तपाईँको शब्द उच्चारण त्योबाट हामीले पाउन सक्दैनौँ। तर यो अवस्थामा पनि अघि रचनाजीले पनि भन्नुभयो, केवलजीले चाहिँ सबैतिर सोचेर क्या एरेन्जर, कम्पोजर, लिरिसिस्ट, इभन तपाईँको म्युजिक हाम्रो म्युजिसियन्सहरू होइन स्टुडियोदेखि लिएर सबै कुराहरू सोचेर चाहिँ जुन गर्नुभएको छ त्यो एकदम सराहनीय कुरा छ। हुन्छ, अब हामी अन्तिम एकजना हाम्रो इन्द्र केएम गुरुङ हुनुहुँदो रहेछ। म उहाँलाई अलिकति टाइम दिन्छु, हजुर अनम्युट गरेर केही कुरा बोलिदिनुहोस् अनि हामी लगभग सकाउँछौँ। त्यसपछि हाम्रो यो हामी सके लगतै त्यो गीत हाम्रो युट्युबमा तपाईँले पाउनुहुन्छ। अब लाइक सेयर कमेन्ट के गर्न सकिन्छ अलिकति सबैले गरौँ भन्न चाहन्छु। हाम्रो इन्द्र केएम गुरुङ हजुरलाई मैले यो समय दिएँ, हजुर अनम्युट गरेर अनि बोल्न सक्नुहुन्छ है त। त्यो अनम्युट भनेको चाहिँ तपाईँले जुन त्यो माइक जस्तो देखाएको छ त्यसमा तपाईँले क्लिक गर्नु भएर अनि बोल्नुभयो हुन्छ। हजुर, हेलो, मेरो आवाज आएको छ अहिले? एकदम आइरहेछ, हजुर बोल्नुहोस्। हजुर, सर्वप्रथम त यो माघे सङ्क्रान्तिको उपलक्ष्यमा तपाईँहरू सबैजनालाई शुभकामना। र यो जुम मिटिङमा म पनि उपस्थित हुनु पाएकोमा म धेरै खुसी छु। हाम्रो केवलले जो कामहरू गर्यो, अब यो गीत पनि लेख्दो रहेछ भनेर बल्ल थाहा पाएँ मैले त, तर एकदम राम्रो, धेरै राम्रो छ। हजुरहरू सबै यो गीतभित्र अब गीत लेख्ने, म्युजिक दिने अब को चाहिन्छ त्यो पनि सबै थाहा छैन मलाई, तर तपाईँहरू सबै ग्रुपलाई धेरै धेरै शुभकामना। सफल हुनुहोस्, उत्तर प्रगति गर्नुहोस्। मलाई त्यति धेरै बोल्न आउँदैन। हजुरहरू सबैजनालाई धेरै धेरै शुभकामना छ है। हुन्छ, धन्यवाद। सायद केवल सरको क्षमा अथवा के भन्नुभएको जस्तो लागेको थियो मलाई उहाँले। एनिवे म त्यति चिन्दिनँ। हजुर ठिक छ, हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। र अब म त कार्यक्रम सञ्चालक हो, मैले बोल्नु पाउने हो कि नपाउने हो, म पनि 2 मिनट जस्तो बोल्छु। अनि त्यसपछि चाहिँ अन्त्यमा हाम्रो केवलजीले बोल्नुहुन्छ। त्यसपछि सके लगतै हाम्रो युट्युबमा यो अपलोड हुन्छ अनि हामी सबैले आफ्नो तर्फबाट गर्न सक्ने कुराहरू गरौँ। यो गीत चाहिँ मेरो पर्सनली फेभरेट गीत पनि भयो अहिले आएर गीत गाइसकेपछि। खासमा चाहिँ के हुन्छ भनेदेखिलाई यो बाँच्ने र नाच्ने गीत भन्ने हुन्छ अरे क्या होइन। यो चाहिँ बाँच्ने गीत हो है, अथवा अहिलेको अघि हाम्रो धेरै कुराहरू पनि उठ्यो, भाइरलको जमाना होइन, अब सबै कुराहरू छ। त्यस्तो कुराबाट पनि पछि हटेर एउटा अजर अमर त अहिले नभनौँ, भर्खरै जन्मिँदैछ आज होइन। अजर अमर हुने कुरा चाहिँ अब दर्शक श्रोताको हातमा छ, हामी सबैको हातमा छ, के कति हामीले गर्छौँ कसो गर्छौँ भन्ने कुराहरू हो। तर पनि एउटा सदाबहार एउटा पछिसम्म गुन्जिरहने एउटा गीत बनेको छ जहाँसम्म मलाई लाग्छ। हाम्रो रजनाजीलाई अलिकति कतै जानुपर्ने भएर उहाँ जाने भन्दै हुनुहुन्छ। प्लिज हुन्छ, हजुर जानुभयो हुन्छ, अब लास्टै हो।
अनि त्यसपछि एउटा त्यस्तै गीत बनेको छ। अब खासमा केवलजीले सुरुमा मलाई हामी केवलजी र मेरो चाहिँ हामी पनि धेरै अगाडिदेखिको साथी। जति बेला म भोइस अफ नेपालमा गएको थिएँ त्यति बेलादेखि नै हामी साथी। अनि त्यसको फिनाले कतारमा भएको थियो। त्यति बेला हाम्रो केवलजी कतारमै हुनुहुन्थ्यो। अनि फिनाले सकेर अनि केवलजीसँग भेटेर मैले केवलजीसँग बसेर त्यहाँ समथिङ गोर्खाली रेस्टुरेन्ट समथिङ केमा सँगै बसेर हामी खाजा खाएर 1-1.5 घन्टा सँगै बिताएको पनि थियौँ। त्यति बेलादेखिको चिन्जाना। अनि उहाँले एउटा कुरा सधैँ मलाई गुनासो के गर्नुहुन्थ्यो भने यस्तो राम्रो गाउनुहुन्छ, अलिकति तपाईँको सबै कुराहरू छ, खोइ किन क्लिकै हुनु भएन तपाईँ। बेला बेलामा हाम्रो कुरा भइरहन्थ्यो होइन। तर अब मैले त भन्थेँ होइन अलिअलि त गरिरहेको छु, तर अब कति कुराहरू चाहिँ क्लिक हुनलाई धेरै कुराहरू आवश्यक पर्छ होइन। राम्रो गाएर मात्रै नहुँदो रहेछ भन्ने कुराहरू हुँदै थियो। अनि त्यसपछि उहाँले मलाई एउटा गीत सुनाउनु भयो पहिला। अनि मलाई मन पर्यो। म फेरि अब फ्याक्ट कुरा जे छ म त्यही भन्छु। अनि त्यसपछि मलाई मन पर्यो अनि कुरा गरेँ, अब गरौँ न त यो गीत भन्ने कुराहरू भयो। त्यसपछि ठ्याक्कै फेरि यो त्यो गीत अझ पेन्डिङै छ। जहिले जहिले माया टु यो पुरानो घाउ। अघि हाम्रो कति कुराहरू निस्क्यो, अलिकति यो सोसियल मिडियामा हाल्नेको पछि त धेरै नै भयो क्या। अनि त्यसपछि होइन पहिला यो गीतलाई चाहिँ गरौँ, के गर्नुपर्छ, कसो गर्नुपर्छ, कसलाई के दिने भन्ने कुराहरू भयो। अनि त्यसपछि अब लिरिक्स कम्पोज त उहाँको थिँदै थियो। अनि हामीले नामै नछुटाउनु नहुने एउटा हाम्रो कुशल सिंह भाइ जसले यो गीतको एरेन्ज गर्नुभयो। हुन त अलिकति सानो भाइ हो, तर पनि उहाँले पनि मेहनत गर्नुभएको छ एउटा राम्रो गीत निस्किनलाई। एउटा राम्रो गीतको धुन निस्केर त्यसलाई सङ्गीतबद्ध गरेर यसमा यो बाजा सुहाउँछ अथवा यो बाजा हाल्ने, त्यो चाहिँ म्युजिक एरेन्जरको काम हो। अनि उहाँले पनि राम्रो गर्नुभएको छ। अनि त्यसपछि उहाँलाई पनि म धेरै धेरै हामी सबैको टिमबाट धेरै धेरै धन्यवाद सम्झिन चाहन्छु उहाँको नामलाई। र त्यसपछि कति कुराहरू। अनि केवलजी र म चाहिँ, केवलजी फेरि कस्तो मान्छे भने होइन तपाईँ सिक्नुहोस् न यो गीत मलाई सुनाउनुहोस् न भन्ने क्या। त्यो एकदम राम्रो कुरा पनि हो फेरि त्यो है। किनभने कस्तो हुन्छ भने अब उहाँ आफै गीतकार र सङ्गीतकार भइसकेपछि उहाँबाट धेरै आइडियाहरू हुन्छ नि त। अनि त्यो आइडियाहरू पनि मैले पनि लिन पाएँ, मैले पनि सिकेँ। तर बिचमा मेरो अलिकति चिसोको कारणले घाँटी अलिक खराब पनि भयो। 1-2 हप्तासम्म चाहिँ उहाँले वेट पनि गर्नुभयो। अनि त्यसपछि मेरो घाँटी ठिक भइसकेपछि मैले गीत सिकेर सुनाएँ। अनि ल राजु ब्रो गर्नुपर्छ भनेर। अनि त्यसपछि हाम्रो रैजनाजी जोडिनु भयो। त्यसपछि हाम्रो एरेन्जर कुशल भाइ जोडिनु भयो। त्यसपछि हामीले सबै कुराहरू गरेर हाम्रो लालध्वजसँग मिलेर हामीले धेरै कामहरू गरेर स्टुडियोमा बाजा भन्ने कुराहरू, रेकर्डिङको कुरापछि, रेकर्डिङ पछि पनि मिक्सिङ मास्टरिङको कुराहरूमा पनि 3-4 दिनपछि करेक्सन गर्दा 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 गर्दै बल्ल फाइनल भएर अब यो गीत तयार भएको छ। अब मैले सुरुमै भने यो एकदमै पछिसम्म हुने गीत हो, यो एउटा बाँच्ने गीत हो। अब लेट्स सी, किनभने अब अघि अलिकति डरको कुरा केही पनि छैन। अब अहिले भाइरलको जमाना छ भन्ने कुरा छ नि त। हो अब त्यो पनि हो। त्यो हिसाबले यस्तो स्लो गीत कसले सुन्छ र, यस्तो सेन्टिमेन्टल गीत कसले सुन्छ र भन्ने हुने पनि होला होइन। तर पनि अब त्यस्तो होइन। सकेसम्म हामी सबैले यसलाई सपोर्ट गरेर होइन आफूले गर्नुपर्ने कुराहरू गरेर यसलाई अगाडि बढाउँ। र विशेष म हाम्रो केवलजीलाई म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले अघि मैले सुरुमा पनि भने यो एउटा एकदम ठुलो कदम हो कि ठुलो साहस हो। हुन त उहाँको सायद जीवनको यो रेकर्डेड फर्स्ट सङ होला, तर उहाँ धेरै पछिसम्म जानुहुने मैले देखेको छु यो फर्स्ट सङको लिरिक्स कम्पोजबाट पनि। सो उहाँलाई पनि म धेरै धेरै बधाई, हामी सबैलाई बधाई त छँदैछ, उहाँलाई विशेष धेरै धेरै बधाई अनि धेरै धेरै धन्यवाद छ। उहाँ उता युएसएमा भएर त्यस्तो बिजी हुनुहुँदाखेरि पनि हरेक दिन हामी कुरा हुन्थ्यो 15 मिनट, आधी घन्टा होइन, कहिलेकाहीँ 1 घन्टा पनि कुरा हुने। अनि म्युजिकको कुरा गर्दै गएपछि त्यस्तो हुने। त्यस्तो फुर्सद निकालेर उहाँले यो गीतलाई हामीले धेरै मेहनत गरेर गरेका छौँ। अब लेट्स सी, अब अहिलेलाई हामी लिरिकल मात्रै गरेका छौँ। अब त्यसपछि भनौँ न यो कतिको के हुन्छ, प्लस के हुन्छ भन्दा नि राम्रै हुन्छ। अनि त्यसपछि बिस्तारै भिडियोको कन्सेप्टहरू पनि छ। र जो जति अहिले फेसबुक लाइभमा जोडिनु भएको छ, जो जतिले हेर्दै हुनुहुन्छ, यहाँहरू सबैलाई पनि म एकदमै विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु राम्रो गीतलाई प्रोत्साहन गर्नुपर्छ। राम्रो गीतलाई, राम्रो गीत शब्दलाई, राम्रो सङ्गीतलाई, राम्रो
बनेको गीतलाई चाहिँ हामीले प्रोत्साहन गर्न सक्नुपर्छ, सिक्नुपर्छ भनेर म यहाँहरू सबैलाई आग्रह पनि गर्न चाहन्छु। र अब यसको साथसाथै यो अब अन्तिमतिर पनि छौँ हामी। सो हाम्रो केवल जीलाई म यो समय दिएर उहाँले नै इन्ड गर्नुहुन्छ। अब बाँकी के छ कसो छ युट्युबमा आइसक्यो आएको छैन के सबै कुरो उहाँले भन्नुहुन्छ। अनि त्यो सँगसँगै हामी यो हाम्रो जुमको मिटिङ र यो एउटा हाम्रो पुरानो घाउ बल्दैछको अडियो रिलिज कार्यक्रम उहाँद्वारा नै हामी इन्डिङ गर्नेछौँ। बाँकी सम्पूर्ण समय म उहाँलाई नै दिन चाहन्छु। केवलजी तपाईँलाई बाँकी समय। ल फेरि पनि धन्यवाद सबैजनालाई, सबैजनाले आफ्नो कुरो राखिदिनु भयो। मेरो तर्फबाट पनि अझै नआएको कुराहरू त्यहाँ प्रष्टै खुल्यो। अब विशेष गरी अब यता प्रकाश गैरे सर हुनुहुन्छ, विष्णु कार्की दाई, हाम्रो बद्री दाजु, बद्री दाहाल दाजु, अनि सुभाष सर जापानबाट, हाम्रो विशेष गरी अझै राघव ब्रदर, उहाँले धेरै खोजेर अब भनौँ न मसँग आइपुग्नु भयो। यो गीत कस्तो भयो भने सुरुमा अब भन्नुभएको थियो प्रकाश सरले पनि, ल यो गीत रेकर्ड गर्नुपर्छ है केवल भनेर उहाँले नि एउटा सजेसन दिनुभएको थियो। म चाहिँ कस्तो भयो भने अलिकति भनौँ न त्यस्तो त्यो मैले त्यो सोचेकै थिएन कि यसरी त्यो फिर्तै गर्न नसक्ने गरी बाहिर जाला भनेर। अनि 24 घन्टा हाल्छु म डिलिट गरिदिन्छु भनेर मैले यसो मतलब अपलोड चाहिँ गरेँ। अनि भोलिपल्ट हेरेको त गीत त कहाँ पुगेछ कि अब त्यो यति धेरै त्यो अपलोड, यति धेरै त्यो मिसयुज देखेँ होइन। अब त्यसलाई मैले तत्कालै गर्ने ट्राई त मैले गरेँ। अब बिचमा अलिकति आफूलाई त्यस्तै खालको फिल हुँदो रहेछ। तर जे भए पनि अब सबैजनाले सम्झाउनु भयो होइन, अब बुझाइदिनु भयो। अब सबै कुरालाई चाहिँ अब बिर्सेर फेरि अब अगाडि बढेँ। अब बढ्दै जाँदा फेरि अब अर्को धेरै नै बनेको छ राम्रो राम्रो, तर धेरै नै मध्ये अब 2-3टा चाहिँ म लगातार निकाल्छु होइन। अझै म त्यो भनौँ न अब यस्तै छ मेरो अझै भनेर पनि अब देखाउँछु पनि, अब देखिन्छ पनि, प्रोसेसमा छ। अब यो पछि अब यो गीतको अब भिडियो पनि सार्वजनिक गर्नुपर्ने हुन्छ, जस्तो स्लो भर्सनमा छ, त्यो पालो पालो गर्नेछु। अब धेरै कुरा गरेर अब धेरै कुरो त केही पनि हुँदैन। अब मैले पनि खासै धेरै बोल्न जान्दिनँ। सबै कुरो सबैजनाले भनिदिन सक्नुभएको छ। र अब यो गीत मैले बिस्तारै सोसल यो ट्विट भर्सन जुन हामीले लिरिकल भिडियो तयार पारेको छौँ त्यो चाहिँ अब युट्युबमा अपलोड गर्नेछु। र फेरि पनि डेस्ट्रो किटदेखि ट्युन केयरमा पनि मैले अपलोड गर्नेछु। बिस्तारै सोसियल मिडियामा यो गीत बज्नेछ। सबैजनाले लाइक, सेयर अनि इभन युट्युबलाई अझै सब्सक्राइब बढाउनलाई सबैको तर्फबाट सहयोग गरिदिनु होला। युट्युबमा अहिले फेसबुक लाइभमा जो जोडिनु भइरहेको छ, सबैले हेरिरहनु भएको छ, उहाँहरूलाई पनि अझै धेरै माया गरिदिनुहोस्। अब यो जे भयो अब त्यो मिसयुज अर्काले केसम्म भेटेको छु भने त्यो लय नै के गरेछ नि कपी गरेर अनि आफ्नो शब्द हाल्नेहरू पनि धेरै देखेँ। त्यो मध्ये एकजना भाइ चाहिँ मसँग आउनुभयो, मैले यस्तो यस्तो गरेँ, उहाँले त्यही खालको अब भनौँ न क्षमा प्रार्थी के माग्यो। त्यो मागेर त उहाँलाई त्यो सम्भव छैन। कानुनी हिसाबले पनि त्यो उहाँहरू कोही पनि अब त्यो भनौँ न कानुनी हिसाबले उहाँहरू चाहिँ अब अपराध नै गर्नुभएको उहाँहरूले। तर उहाँहरूको पछाडि चाहिँ म लाग्दिनँ। अब उहाँहरूले त्यो युज गरेर नै अझै गीत माथि हाइपमा पुगेको छ। अब म यसरी पोजिटिभली नै जान्छु। र अब म तत्कालै अब एकछिनपछि यो गीतलाई म अब युट्युबमा र अब सबै प्लेटफर्ममा बज्ने गरी मैले अपलोड गर्दैछु। यति नै हो। अब सबैजनालाई अब नमस्ते है। अब माघे सङ्क्रान्तिको शुभकामना। हाम्रो फेरि सोनाम लोछार पनि आउँदैछ, शुभकामना। लाइभमा जोडिएर सबैजनाले बोलेर कतिपय कुराहरू मैले भन्दा नि मेरो मनको कुराहरू भनिदिनु भएको सबैजनालाई धन्यवाद। राजा हुन्छ। अब लगभग हामी सकौँ पनि, लगभग हामी 50 मिनट जति भएछ। सो सब्सक्राइबर एकदम कम छ केवलजीको उसमा। हामी सबैले ट्राई गरौँ आफ्नोबाट आफ्नो साथीलाई भनेर। अनि यो भिडियो आएपछि हामी सबैले एकअर्कालाई
साथ सपोर्ट गरौँ यही भन्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद यसरी जोडिदिनु भयो। र अब बाँकी चाहिँ अब सायद 1 घन्टा 1.5 घन्टा कति लाग्छ केवलजीले त्यो भिडियो आउँछ लिरिकल तर राम्रो बनाएको छ। त्यसमा हामी सबैले गर्नुपर्ने कुराहरू गरौँ र हामी त्यति चिन्जान नभए पनि अब चिन्जान जोड्यौँ हामी सबैजना। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ केवलजीको तर्फबाट, यो सम्पूर्ण यो पुरानो घाउको टिमको तर्फबाट जो जति जोडिनु भयो, आफ्नो अमूल्य समय दिनुभयो, धन्यवाद छ तपाईँलाई। केवलजी केही छ? राजुजी अँ, अलिकति रोके मैले। अब तपाईँसँग नि अब यत्रो त भयो, 1 मिनट समय छ भने गीतको यसो 1-2 लाइन जान्छ कि तपाईँबाट? यस सही हो। हुन्छ, सुरु गरौँ। जान्छ नि, तपाईँले भन्छ यो चाहिँ नजाने कुरा होला र। ल जाओस् यो। ओके, मसँग यहाँ ट्र्याक पनि छ। म थोरै स्टार्टिङको 1 लाइन ट्र्याकमा तपाईँहरूलाई सुनाउँछु अनि त्यसपछि चाहिँ हामी निस्किम न त है सबैजना। ल म बजाउँछु है त यो ट्र्याक सोरै गरेर 1 लाइन तपाईँहरू सामु म सुनाउँछु, तर कतिको क्लियर सुनिन्छ सुनिँदैन त्यो चाहिँ अलि थाहा छैन। सुन्दै हुनुहुन्छ अलिअलि ट्र्याक पनि? ट्र्याक त सुने, ट्र्याक आएन। पुरानो घाउ बल्झेछ बैगुनी मायाले सम्झेछ, ट्र्याक सुन। गरिब भनी छोडेछु के सम्झी फेरि आउँदैछौ, पुरानो घाउ बल्झेछ बैगुनी मायाले सम्झेछ, हाम्रो मायाको सानो घर जलाएर तिमीले, हाम्रो मायाको सानो घर जलाएर तिमीले, को महल पुरुष थियो बाचक सम्भुलेर, मायामा आगो लगायो गरिब भने छोड्थ्यो, के भनी फेरि आउँदैछौ, के भनी फेरि आउँदैछौ, के भनी फेरि आउँदैछौ। यति मात्रै गरौँ होला। राम्रो। थ्याङ्क यू तपाईँहरूलाई। हुन्छ, अब हामी के इन्ड गरौँ त यो जुमलाई सबैको सहमतिमा? जुमलाई एन्ड गर्नुभन्दा अगाडि मलाई चाहिँ एउटा कुरा राख्नु मन लाग्यो क्या। हजुर। यो पुरानो घाउ बल्झे छको सम्पूर्ण टिमलाई शुभकामना भन्दै, अनि हाम्रो सर्जक केवल सरबाट पनि 1 शब्द 1 लाइन अथवा 2 लाइन मात्रै यो गीत उहाँको भोइसमा सुन्न पाएदेखि कसो होला? एकदम हो। ल मेरो तर्फबाट पनि है, यो गीत चाहिँ कस्तो भने त्यो रियल्ली भन्नुपर्दा चाहिँ यो कुन ठाउँमा कसरी अब बन्यो मैले अलरेडी एक्सप्लेन गरिसकेको छु, तर म अलिकति मैले पनि गुनगुनाएँ। पुरानो घाउ बल्झेछ बैगुनी मायाले सम्झेछ, गरिब भनी छाडेथ्यो के भनी फेरि आउँदैछौ, हाम्रो मायाको सानो घर जलाएर तिमीले, हाम्रो मायाको सानो घर
जलाएर तिमीले को महल परोजे थियो बाचा कसम भुलेर मायामा गो लगायो गरिब भनी छोडे थियो के भनी फेरि आउँदैछौ के भनी फेरि आउँदैछौ के भनी फेरि आउँदैछौ पुरानो घाउ बल्झेछ बैगुनी मायाले सम्झेछ अब बिस्तारै बिस्तारै अब केवलजीले नि गाउनुहुन्छ त्यो उहाँको पनि स्वरबाट नै आउँछ कति गीतहरू तिम्रो अ सुन्छ होइन मिठो छ हाम्रो शुभ सरले भनेअनुसार उहाँ पनि पहिला आफै पनि गाउनुहुन्छ मलाई पनि थाहा छ एकदम राम्रो छ तर अब यस ठिक छ उहाँबाट नि हामी केही सुन्ने अब बिस्तारै अहिले गर्दै हुनुहुन्छ मिहिनेत गर्दै हुनुहुन्छ हार्मोनियम लिनु भएको छ किबोर्ड लिनु भएको छ सबै गर्नु भएको छ गर्दै हुनुहुन्छ अझ तिखार्दै हुनुहुन्छ एकदमै राम्रो हुन्छ हुन्छ अब हामी सबैलाई धेरै धेरै धन्यवाद छ हाम्रो केवलजीको तर्फबाट पनि यो सम्पूर्ण पुरानो घाउको टिमको तर्फबाट धेरै धेरै यहाँलाई म धन्यवाद दिन चाहन्छु आफ्नो एकदम अमूल्य समय छुट्याएर यो हाम्रो जुम मिटिङमा अनि यसरी हामी जोड्यौँ केही कुराहरू आफ्नो राख्न पायौँ केही कुराहरू आफ्नो मनमा लागेको कुराहरू अघि केवलजीले भन्नुभयो कति कुराहरू उहाँको मनको कुराहरू पनि तपाईँहरूले बोलिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र अब हामी सायद छुट्यौँ फेरि भेटघाट भइहाल्छ र हुन्छ अब हुन्छ केवलजीले एकछिनपछि त्यो हाम्रो लिरिकल राम्रो बनेको छ त्यो अपलोड गर्नुहुन्छ अनि त्यसपछि हामीले सेयर गर्नुपर्ने कुराहरू अरू कुराहरू हामी गर्नेछौँ हुन्छ कि हामी सबैजना छुटौँ त एकचोटि ल छुटौँ ल। हुन्छ एकदम हस् सबैजनालाई धन्यवाद इगरली ल इगरली सबैलाई वेटिङ धेरै है धेरै धन्यवाद छ रिलिजको चाहिँ हामी दिन चाहिँ हामी पुरै ल वेटिङमा छौँ रिलिजको शुभकामना हजुर एकदम आइहाल्छ 5 अब मिनटमा रिलिज एकछिनमै हुनु पर्यो आइहाल्छ ल होला होइन सबै हतार ल भइसक्यो हस् धन्यवाद केवलजीले सबैलाई है त ल सबैलाई धेरै धेरै है त धन्यवाद ल ल हस् ल सबैलाई धेरै ल धेरै धन्यवाद धन्यवाद सबैजनालाई धन्यवाद धन्यवाद ल ल बाई बाई हस् ल हस् अब यो